वन डडेलको कारण वर्षेनी करोडौं क्षति भोग्दै आएको अर्घाखाँचीले यसपटक डिभिजन वन कार्यालयले सारङ्गीको संगीत सहित वन डडेलो नियन्त्रणका लागि सचेतना कार्यक्रम सञ्चालन गरेको छ। यो अभियान जिल्लाका 6 वटा स्थानीय तहका जोखिममा रहेका क्षेत्रमा 15 दिनसम्म सञ्चालन हुने भएको छ। रिपोर्ट डिभिजन वन कार्यालय अर्घाखाँचीले सारङ्गीमा वन डडेलो नियन्त्रण सम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ। सम्भावित वन डडेलो रोकथामका लागि बेला बेला सुकेका पात पतिंगर सोहोर्ने र अग्निरेखा बनाउने काम गर्दै आएको कार्यालयले आगलागी नियन्त्रणका लागि नयाँ जुक्ति निकालेको हो। अभियान जिल्लाका 6 वटा स्थानीय तहका जोखिममा रहेका क्षेत्रमा 15 दिनसम्म सञ्चालन हुनेछ। समुदाय स्तरमा नागरिकलाई संगीतबाट जनचेतना जोगाउने उद्देश्य र आगलागीबाट हुने क्षति, त्यसले पार्ने प्रभाव र आगलागी लगाउने व्यक्तिलाई कानूनी दायरामा ल्याउने जस्ता विषयहरू समेटिएका गीत सारङ्गी मार्फत प्रस्तुत हुने डिभिजन वन कार्यालयका अर्घाखाँचीका सूचना अधिकारी केशव खड्काले बताउनुभयो। जोखिम क्षेत्रहरूको स्थानहरूमा बस्तीहरू र बजारहरूमा गएर हामीले गन्धर्व संस्कृतिको माध्यमबाट वन डडेलो लगाउनु हुँदैन, यसको लगायो भने यसका चाहिँ बेफाइदाहरू छन् र यसलाई कानुनी कारबाही हुन्छ यो लगायो भने भन्ने किसिमका सचेतनाहरू हामीले अहिले वन डडेलो रोकथाम गर्नको लागि अन्तर्क्रिया कार्यक्रम सम्पन्न हुनुको साथै वन क्षेत्रको पात पतिंगर संकलन तथा व्यवस्थापनका लागि 40 वनका समूहहरूसँग अनिवार्य रूपमा प्रज्वलनशील पदार्थ हटाउन वन कार्यालयले सम्झौता एवं विशेष अभिमुखीकरण कार्य पनि गरेकोले अभियान सफल पार्न सबैमा सिनियर डिभिजन अधिकृत मोहन प्रसाद श्रेष्ठले आग्रह गर्नुभयो। तसर्थ यो वन डडेलो नियन्त्रण अभियानमा प्रमुख रूपमा भूमिका खेल्ने डिभिजन वन कार्यालय, जिल्ला प्रशासन कार्यालय, 3 वटै सुरक्षा निकाय, स्थानीय तहहरूलाई चाहिँ सहयोग गरिदिन हुन सम्पूर्ण जिल्लावासी दाजुभाइ दिदीबहिनीलाई म आग्रह गर्दछु। त्यसै गरी हाम्रा सामुदायिक वन उपभोक्ता समूहका सम्पूर्ण सदस्यज्यूहरू, त्यस्तै स्थानीय तहका अन्य निकायका चाहिँ पदाधिकारीज्यूहरू, त्यसै गरी विभिन्न सङ्घ संस्थाहरू, नागरिक समाजलाई पनि डडेलो नियन्त्रणको अभियानमा सरिक हुनको लागि चाहिँ हार्दिक अनुरोध गर्दछु। वर्षेनी आगलागीबाट करोडौंको क्षति भोग्दै आएको अर्घाखाँची जिल्लामा वन डडेलो नियन्त्रणमा नयाँ अभियान सञ्चालन गरिएको छ। यो अभियान सफल पार्न आम नागरिकको पनि महत्वपूर्ण भूमिका आवश्यक छ। इमेज समाचारका लागि अर्घाखाँची सहकर्मी सागर महतको रिपोर्ट।